हेर्नुहोस्, भर्खरै बारीबाट ल्याइएको ताजा लिची जो गुलियो र रसिलो छ, जसको बाहिरी परत अथवा बोक्रा अत्यन्त लाभदायक छ। किसानले यसलाई पानीमा पखालेर एउटा कन्टेनरमा छुट्टै राख्छन्, जसलाई घाममा सुकाएर खस्रो बनाइन्छ। त्यसपछि त्यसलाई एउटा कन्टेनरमा राखेर त्यसमाथि एप्पल साइडर भिनेगर हालिन्छ, जसले त्यसको नमीलाई सोच्ने काम गर्दछ। केही दिनपछि त्यसलाई निकालेर सुक्नको निम्ति घाममा राखिदिइन्छ। जब घाममा सुकेर लिचीको बोक्रा सुक्खा हुँदछ, त्यसपछि त्यस बोक्रालाई एउटा सिलौटोमा पिसेर त्यसको महीन धुलो बनाइन्छ। बारीकीसँग पिसेर तयार पारिएको यस महीन धुलोलाई एउटा छुट्टै कन्टेनरमा सारेर त्यसपछि त्यसलाई अझै मसिनो गरी पिसिन्छ, जसको परिणामस्वरूप हामीले पाउँछौँ अत्यन्त कोमल लिचीको पाउडर। यो प्रक्रिया सकिएपछि एउटा चाल्नीमा यस पाउडरलाई अझ छानेर महीन धुलो अथवा पाउडर मात्र राखिन्छ, जो मुलायम, नरम र बारीक छ। यो प्रक्रियाको बादमा यस पाउडरलाई किसानले हरेक दिन एउटा बट्टामा चक पाउडरलाई भरेर त्यसलाई एक समान भिजाउने गर्छन्, जसको माथिल्लो सतहमा यस लिची पाउडरलाई भरेर एउटा फ्रेमको मद्दतले समान रूपमा फैलाइन्छ, जसको परिणामस्वरूप हामी पाउँछौँ एउटा सुन्दर आकृतिमा सजाइएको अगरबत्तीको आकार, जसलाई सिन्काको सहायताले लामो समयसम्म अगरबत्तीको रूपमा जलाएर प्रयोग गर्न सकिन्छ।